हेलो सबैजनालाई नमस्कार। वेलकम टु माई न्यू ब्लग। आज पनि मैले नयाँ भिडियो लिएर आएको छु। आजको हाम्रो यात्रा रहेको छ सङ्कटा मन्दिर दर्शन गर्ने भनेर घरबाट निस्केका छौँ। हामी गाडी चढेर निस्क्यौँ घरबाट अनि लगभग आधी घन्टामा चाहिँ पुगिन्छ। लगातार जाने भने कतै जानु नपरिकन हाम्रो घरबाट निस्क्यो भने 30 मिनटमा चाहिँ सङ्कटा मन्दिर पुगिन्छ। त्यस्तो विशेष पूजा नै त केही पनि थिएन, तैपनि शनिबारको दिन अनि सङ्कटा मन्दिर दर्शन गर्नु राम्रो पनि मानिन्छ नि त, त्यसैले दर्शन गरौँ भनेर हिँडेको हामी चाहिँ। यहाँ रहेको छ त्रिचन्द्र कलेज, जहाँबाट मैले मास्टर्स डिग्री गरेको थिएँ। तर धेरै नै पुरानो भइसकेको छ कि है त्रिचन्द्र कलेज। भित्रभित्र नयाँ बन्दै पनि छ होला छनलाई, तर बाहिरबाट हेर्दा अलि जीर्ण पनि देखिन्छ। अनि यो घण्टाघर पनि बन्दै रहेछ। भद्रकाली मन्दिर बाहिरबाट पनि दर्शन गऱ्यौँ गाडीबाटै। अब हामी लगभग आइपुग्न लागेका छौँ। धरारा देख्नुहुन्छ, काठमाडौँको 9 तले धरारा। तर अहिले त कति तला पो छ है, 22 तला हो कि कति तला पो भनेको छ। तर म नयाँ बनेपछि चाहिँ म माथि चाहिँ गएको छैन। पुरानो हुँदा चाहिँ म पहिल्यै गएको थिएँ धरारा चढ्न, धेरै नै पहिला। आफूलाई इच्छा। हामी गाडीबाट झरेर धेरै पर पनि पर्दैन नि त। गाडी झरेपछि अब सङ्कटा मन्दिर त न्युरो गेटभन्दा पछाडिपट्टि परिगयो। सबैलाई थाहा नै छ होला, काठमाडौँ बस्नुहुन्छ जो पनि। अनि अलिअलि पूजाको सामानहरू लिनुपर्ने थियो अनि लिगेँ हामीले। अनि मन्दिरतर्फ लाग्यौँ। मन्दिरमा पुग्दा शनिबारको दिन भएर होला, बाफ रे बाफ, लाइन त कति पो थियो नि बाबै। हामी अझ लाइन अलि छोटो हुन्छ, अलि त्यति भिड हुँदैन भनेर घरबाटै अबेला हिँडेको थियौँ। 10 साढे 10 भइसकेको थियो। तर पनि सोचे भन्दा अर्कै भइदियो। वहाँ पुग्दा चाहिँ लाइन त एकदमै पछि लास्टमा पुग्यो हामी। धेरैजना हुनुहुन्थ्यो अगाडि, अनि हामीभन्दा पछाडि पनि पछि त थपिँदै हुनुहुन्थ्यो। हामीभन्दा अगाडि झन्डै कति 300 जना त हुनुहुन्छ होला है। शनिबारको दिन अनि त्यहीमाथि सङ्कटा मन्दिर, भिड नहुने त कुरै भएन। सङ्कटा मन्दिरमा चाहिँ विशेष गरी आफ्ना ग्रह दशाहरू कटाउन, आफूलाई लागेको दोषहरू त्यस्तो कटाउनको लागि पूजाआजा गरिदिने। अनि त्यहाँ भएको गुरुहरूलाई, जोगीहरूलाई चाहिँ दान दियो भने आफ्नो ग्रहहरू शान्त हुने मान्यता छ। घाम पनि उस्तै थियो। हामी लाइनमा बस्यौँ। टन्नै घाम थियो। धेरै नै बेर लाइनमा बस्यौँ। 2 घन्टाभन्दा लगभग 2 घन्टाभन्दा बढी नै बस्यौँ। जता गए लाइनमै पऱ्यो है हामी। अब चाहिँ हामीभन्दा पछाडिको लाइन चाहिँ कम भइसक्यो है। हामी कति घन्टा लाइनमा बस्यौँ होला? 2 घन्टा लगभग है। अब 2 घन्टामा चाहिँ हामीले पूजाआजा धुपबत्ती सबै सक्यौँ। अनि म चाहिँ एकछिन जप गर्छु भनेर एकछिन जपमा बसेँ। एकछिन जप गर्न मन लाग्यो, ध्यान भनौँ न, यत्तिकै माला जपेर ध्यान गरेर बसेँ। अघि भर्खर त्यति चर्को घाम लागिरहेको थियो, अहिले चाहिँ ठुलै पानी परिरहेको थियो है। हामी चाहिँ त्यो एउटा सत्तल जस्तो रहेछ, त्यहीँ बसेर ध्यान गरिरहेको थियौँ। अनि मान्छेहरू चाहिँ अलिक कम भइसक्नु भएको थियो यतिखेर चाहिँ।
सङ्कटा मन्दिर काठमाडौँ भ्याली वरिपरि भएर पनि को आउनु पाउनु भएको छैन। तैपनि टाढैबाट भए पनि हजुरहरूले दर्शन गर्नु है त। दर्शन गरेर अब चाहिँ कालभैरव दर्शन गर्छु अनि महाकाल दर्शन गरेर घर फर्किन्छौँ। हामी अब कालभैरवको दर्शन गर्ने भनेर यता आइपुगेका थियौँ बसन्तपुर कालभैरवतिर। अनि त्यहाँ मन्दिरहरू पनि यतापट्टि बन्दै पनि रहेछ नि है, कालभैरवको होइन कि अरू मन्दिरहरू त्यहाँ पुरातत्व के भन्छ त्यसलाई, पुरानो त्यो जीर्ण भएको अवस्थालाई चाहिँ रिपेयर हुँदै रहेछ। हजुरहरूलाई कतिलाई थाहा छ कालभैरव हाँसेको चाहिँ हामी छोरी मान्छेहरूले चाहिँ हेर्न हुँदैन भनेर? ठ्याक्कै विश्लेषण गर्न चाहिँ मलाई आएन, तर हामीले हाँसेको चाहिँ हेर्नु हुँदैन रे। तर पनि अब अगाडि नै त्यत्रो मूर्ति भइसकेपछि जसै देखि नै रहेछ। शनिबारको दिन अनि बसन्तपुर एरिया भिड पनि उस्तै थियो अनि घुम्ने पनि एरिया पऱ्यो नि त, त्यही भएर त्यता पनि एकदम मान्छेहरूको घुइँचो नै थियो। तर दर्शन गर्नलाई चाहिँ त्यस्तो भिड थिएन। अनि त्यहाँबाट हामीले एउटा दुईवटा फोटाहरू खिच्यौँ अनि फेरि महाकाल दर्शन गरौँ न त आएको बेला। तिनवटा के अरे सङ्कटा, कालभैरव अनि त्यसपछि महाकाल दर्शन गऱ्यो भने राम्रो मानिन्छ अरे एकैचोटि भन्ने सुनेको थिएँ। त्यही भएर महाकाल पनि जाऊँ, अहिलेसम्म गएको थिइनँ म। कालभैरव र सङ्कटा चाहिँ गएको थिएँ, महाकाल चाहिँ अहिलेसम्म गएको थिइनँ। अनि महाकाल पनि गएर दर्शन गऱ्यौँ, त्यहाँ भिड चाहिँ खासै थिएन। अहिले अबेला पनि भइसकेको थियो, त्यही भएर नै भिड चाहिँ कमै थियो। अनि पूजा दर्शन गर्न पाइहाल्यौँ हामीले। अनि धुपबत्ती गऱ्यौँ त्यहाँ पनि। भयो हामी त्यहाँबाट बाहिर निस्किसक्यौँ दर्शन गरेर, महाकाल पनि दर्शन गऱ्यौँ। अनि हामीलाई चाहिँ बिहान खाना नखाएको अनि भोकले एकदमै थकित भएको थियौँ हामी यताउति गर्दै। अनि त्यसमाथि भोक एकदम थाकेको थियौँ। अनि हामीले खाजा मगायौँ, सिम्पल भेज खाजा भनौँ न, समोसा, तरकारी, पकौडा यस्तै। हजुर पकौडा चाहिँ जबरजस्ती यसले त समोसासँग पकौडा यस्तै राख्यो। खाजा खायौँ अनि त्यसपछि धेरै नै ढिला भइसकेको थियो। अनि अब घरतिर जाऊँ, अन्त घुम्न चाहिँ टाइम पनि भएन, पानी पनि परेको, घरि घाम लाग्ने घरि पानी पर्ने गऱ्यो। अनि त्यसपछि घरै जाऊँ भनेर गाडी चढेर घरतिर फर्क्यौँ हामी त। हजुरहरूलाई आजको भिडियो कस्तो लाग्यो? लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गर्न नभुल्नु होला है। हजुरहरूको बाँकी पल शुभ रहोस्। बाई बाई।